हामी चाहिँ अब पुगिसकेका छौँ है। धेरै उतार चढाव गर्दै सिडी चढ्न लागेको कस्तो राम्रो फोटो आउँदैछ। अहिले तल त्यो चाहिँ खिच्नु पर्यो। के हो बाजा बजेको छ त? पूजा छ अरे आज मन्दिरमा। अब माथि गएपछि भिडियो गरौँ है गाइज। बाई। अब चाहिँ हामी मन्दिर दर्शनको लागि सामग्रीहरू लिएर गइसकेका छौँ। यहाँ चाहिँ पञ्चे बाजा कस्तो राम्रोसँग बजाउनु भएको रहेछ। श्री खरादेवी मन्दिर की जय। कस्तो राम्रो माथि जानेछौँ। धन्यवाद। हामी चाहिँ मन्दिर घुमेर भित्र चढ्ने सुरुमा छौँ होइन। बाबाहरू चाहिँ अगाडि गइसक्नु भएको छ। हामीहरू चाहिँ बिस्तारी हिँड्दैछौँ। बाबा पछाडि म मात्र छुटेँ। मलाई डर चाहिँ के होला आज नि होइन। जुत्ता बाहिर खोलेको अनि जीवन परिवर्तन गर्न लाग्यो। धन्यवाद। खिचेको 50 ए त्यस्तो हो। आज साल चाहिँ हुने भएर अर्को साल पेमेन्ट अर्को साल। मजाले ओए तैँले पैसा किन ननिकालेको? पैसा निकाल्नु भएन? निकाल्नु चाहिँ भयो भने कहाँबाट? पैसा ननिकाले हो क्या? मैले हालिसकेँ। यसमा दुईटा थियो नि त। हामीले चाहिँ मन्दिर दर्शन गरेर होइन अब जुत्ता लाएर यसो खाजा खान हिँड्ने भनी तर्खरमा छौँ। जे होस् मन्दिर आउँदाखेरि मान्छे मतलब परिवर्तन जुत्ता परिवर्तन भएको छैन रहेछ। खुसी लाग्यो। अब जुत्ता लाएर भिडियो गरौँ भाइ। हाम्रो चाहिँ फोटो भिडियो सकाएर अब तल जान आँटिसकेको छौँ। म र दादा फोटो खिच्ने भएर छुट्यौँ क्यारे। हरायौँ कि हरायौँ? कोही जाँदैन। कता जानु? कता हो कता मलाई त खै के भो तलै जस्तो लाग्छ। कता उता त तलै गएको जस्तो लाग्छ। जाउँ न तल। म चाहिँ फेरि हिँड्नुला के छ र। अब भेटेपछि भिडियो बनाउँछु साथी है। ल है त। पानी लिएर
आउँदैन तिमीले प्रसाद ल्याएको थियो नि खाइसकेको छैन छैन खाजा म चाहिँ खाइसक्यो एक चम्चा मात्र खाइदियो आधी आधी हो ऊ त्यो कहाँ पैसा हेर्छ के म मिठा पनि ऊ त्यो चाहिँ रस यहीँ त्यो बनाएर किन सबै तिमीले भाइ है पानी ल्याउनु पानी खोइ त प्रसाद नदिए एक पोको प्रसाद दिएर आयो भए त यिनीहरूले कहाँनिर कहाँनिर पाएर भित्र मन्दिरभित्र देखाइदिनुहोस् त्यत्रो अँ? त्यत्रो ठुलो रागा है त्यहाँनिर छिराएर काट्दै थियो अहिले म त छेउमा पानी छ अर्को त होइन होला सँगै अर्को हो कि भयो पानी आइसक्यो पाख्नु कोही त रहेछ यिनीहरू नखाने खाने कि तिनीहरू खानु कि बोक गरेर तल गरेर आठवटा छैन 6वटा अन्डा अन्डा 6वटा पानी सबैले मिल्छ लाली गुनास फुल्दो रहेछ घर यहाँ बनाउनु भनिन्छ म हिँडेँ है तेर्सो गर्यो लुगामा लाग्यो यहाँ चाहिँ हावा भरिरहेको है त हावा नफुटै भने हेर्नुहोस् त दर्शकबिन यहाँ काकु र ठुलो बुवाहरू के गरिरहनु भएको छ हेर्नुहोस् त दर्शकबिन ओहो बिचरा काकु यता ठुलो बुवा चाहिँ हामी चाहिँ अब यस्तो हेर्दै काम गर्ने दुईजना हेर्ने यत्रो जानु है बेरोजगारहरू यसरी बस्छन् के काम गर्ने मान्छेहरू यस्तो गर्छन् बेरोजगारहरू यसरी बस्छन् अनि म चाहिँ भ्लगर हेर्नुहोस् त दर्शकबिन मेरो पछाडि के भयो हामी चाहिँ कता दामीको तपाईँकोतिर के गाउँ घुम्न भनेर हिँड्न आँटेको अनि फेरि मेहनतीहरू हजुरहरूले काम गरिसकेको देख्यौँ अनि यसो भिडियो बनाउने त मेरो परम्परा नै मेरो फेरि कुलदेवी गाह्रो हुन्छ भिडियो बनाएन भने